नकोट हामीसँग हातेमालो गर्न राष्ट्रिय जनमुक्ति पार्टीका तमाम स्थानीय तहदेखि विभिन्न तहमा क्रियाशील साथीहरूसँग पनि हातेमालो गर्न म यसै माइक र यसै मञ्चद्वारा आज यो मणिग्राम चोकमा यहाँहरूलाई सार्वजनिक रूपमा अपिल गर्न चाहन्छु। आदरणीय जनसमूह, अब यति कुरा भनिरहन यहाँहरूलाई फेरि लाग्दो या कतिपयलाई लागिरहेका पनि छन् यो नजित्नेहरू संसदमा नभएकाहरूले गाली गर्ने सत्तामा बस्नेको चाहिँ बधुवाई गर्ने बाहेक के नै गर्न सक्छन् र भन्ने कुराहरू पनि आउँछ होला। आदरणीय जनसमुदाय, त्यति मात्रै होइन, तपाईँ र मैले जिम्मेवारी दिएको प्रधानमन्त्रीज्यूले यो कुरा भनिसक्नु भएको छ कि यो सडक हिँड्नेहरू बकवास गर्नेहरूले सरकारको विरोध गर्ने बाहेक अरू के नै जानेका छन् र भनेर सार्वजनिक रूपमै भन्दै आएका छन्। उहाँले भनिबक्सेको छ। आदरणीय जनसमुदाय, त्यस हुनाले अब यहाँनिर हामी के भन्छौँ भने हामी कुनै त्यस्तो बकवास गर्न यहाँ उभिएका होइन। हामी चाहिँ माइकमा बोल्न नपाएर पनि यहाँ उभिएका होइन। हामी 28 वर्षदेखि जनताको पक्षमा सत्ता नाराको रूपमा जनता समक्ष स्थापित गरेर यसलाई नाराको रूपमा मात्रै स्थापित गर्ने होइन, भोलि मुलुकमा इमानदार ढङ्गले कार्यान्वयन भएको हेर्न पाउने त्यो एउटा सहज राजनीतिक वातावरण, त्यो एउटा तपाईँ र मैले कल्पना गरेको आत्मामा राखेको तपाईँ र मैले इच्छाएको त्यो एउटा चाहिँ राजनीतिक वातावरण राष्ट्रव्यापी रूपमा के अन्तर्राष्ट्रले आँखा लगाउने गरेर अन्तर्राष्ट्रले पनि यस बारेमा मूल्याङ्कन गर्ने र तपाईँ र मेरो इमान्दारिताको कदरलाई फेरि भोलि उचाइका साथ एउटा गर्वको महसुस हुने गरेर आम छलफलमा ल्याउने त्यो वातावरण पनि हामी बनाउन चाहन्छौँ। त्यस हुनाले हामीले भन्दै आएका जे जति कुराहरू छन्, हामीले यहाँ सम्प्रेषण गरेका जे जति कुराहरू छन्, यो सबै कुराहरू एउटा कुराको लागि कुरा नभएर म फेरि पनि अपिल गर्न चाहन्छु। आदरणीय जनसमुदाय, यो हाम्रो राष्ट्र र जनताको लागि हामीले चाहिँ प्रतिबद्धताका साथ एउटा कटिबद्ध रूपमा इमानदार रूपमा हामीले आम छलफलको लागि उठाएका विषयहरू हुन्। यसमा हामी गोलबन्द बनाऊ। यो विषयमा गोलबन्द भएर हाम्रो यो हस्ताक्षर अभियानमा अर्थात् भ्रष्टाचार विरुद्धको जुन राष्ट्रिय अभियान उद्घोष भएको छ, यस अन्तर्गत भ्रष्टाचार विरुद्ध जुन हस्ताक्षर अभियानको यो सन्दर्भ हामीले जोडिरहेका छौँ, यसमा यहाँहरूले हातेमालो गर्न म पुनः अनुरोध गर्न चाहन्छु। आदरणीय जनसमुदाय, अब जाँदै हामीले बुझ्नुपर्ने कुरा छ कि यो मुलुकमा भ्रष्टाचारको जुन कुरा यहाँ हामीले सुन्दैछौँ, सुनिरहनु पर्नेछ। हामीले यसलाई निर्गोलमा नपुर्याउँदासम्म, यसबारेमा हामीले ठोस निष्कर्षमा नपुग्दासम्म कि आज यो आर्थिकको कुरा यो ठाडो रूपमा जोडिन्छ, कतै नैतिकताको कुरासँग पनि जोडिन्छ। त्यस कारणले भ्रष्टाचार भन्ने बित्तिकै कसैले कति खायो भन्ने कुरा मात्रै यहाँ जोडिन्छ। तर हामीले बुझ्नुपर्छ, हामीले अब बुझाउन चाहेका छौँ कि भ्रष्टाचार केवल आर्थिक कुरा मात्रै रहेन, भ्रष्टाचार अब कुनै त्यस्तो नैतिक कुरा मात्रै रहेन। यसको हामीले यसरी आम रूपमा छलफल गरिरहँदा हामीले चाहेको कुरा के हो कि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो भ्रष्टाचारको चाहिँ जुन एउटा चाहिँ मानक बनेको छ, यसलाई हेर्ने एउटा दृष्टिकोण बनेको छ, हामी यसमा आम रूपमा परिवर्तन गर्न चाहन्छौँ। त्यो पनि संवैधानिक रूपमै लेखेर संविधानको दस्तावेजमा, संविधानको पानामा हामीले यो लेखेर यसको हामीले परिभाषा परिवर्तन गर्न चाहेका छौँ। आदरणीय जनसमुदाय, हामीले त्यस हुनाले यो भ्रष्टाचारलाई हामीले चाहिँ देशद्रोह मान्नुपर्छ, भ्रष्टाचारलाई अब देशद्रोह बनिनुपर्छ, यो कुरा संविधानमा लेखिनुपर्छ भनेका छौँ। के यो कुरा देशको लागि होइन र आदरणीय जनसमुदाय, के यो कुरा जनताको भोलिको भविष्यको खातिर हामीले उठाएको होइन र आदरणीय जनसमुदाय। अब हामीले अर्को कुरा भनेका छौँ, जब भ्रष्टाचार देशद्रोह हो भने पछाडि भ्रष्टाचारीलाई हामीले देशद्रोही घोषणा गर्ने त्यो एउटा संवैधानिक व्यवस्था हुनुपर्छ हामीले भनिरहेका छौँ। आदरणीय जनसमुदाय, के अब भ्रष्टाचारी एउटा आर्थिक ठग मात्रै हो त? के भ्रष्टाचारी तपाईँ र मलाई एउटा मनोवैज्ञानिक रूपबाट ठग्ने त्यस्तो एउटा ठगा मात्रै हो त? यति मात्रैले पुग्दैन। आदरणीय जनसमुदाय,
अब भ्रष्टाचारी देशद्रोही हो, देशको अपराधी हो। त्यसलाई हामीले देशको अपराधी ठानेर कम्तीमा पनि जन्म कैदको व्यवस्था हुने संवैधानिक व्यवस्था गर्नुपर्छ। आदरणीय जनसमुदाय, यसमा तपाईँले छलफल गर्ने कि नगर्ने, यसमा तपाईँले आम रूपमा आफ्नो तर्फबाट एउटा सचेत नागरिकको नाताले छलफल गर्ने कि नगर्ने हामीले जिज्ञासा राख्न चाहन्छौँ। आदरणीय जनसमुदाय, त्यस हुनाले अब हामीले यसरी कुरा गरिरहँदा अब थप्नुपर्ने केही कुराहरू के छन् भने यो भ्रष्टाचारको सन्दर्भ जुन छ, यो नै अहिले मुलुकको चाहिँ सबभन्दा ठुलो जड हो। यो नै चाहिँ मुलुकको सबैभन्दा खराब चिज हो। यसलाई यसबारेमा जुन संविधानको धारा 51 को ट नम्बरमा जुन लेखिएको छ कि धारा 51 को ट नम्बरमा जुन लेखिएको छ कि भ्रष्टाचारलाई निराकरण गर्नको लागि नेपाल सरकारले उचित व्यवस्था गर्छ भनेर जुन कुरा लेखेको छ, हामीले त्यो कुरालाई खोलप्पै निकालेर हामीले नयाँ दस्तावेज त्यहाँ स्थापित गर्न चाहन्छौँ। सम्पूर्ण नेपाली जनताको तर्फबाट, सम्पूर्ण भ्रष्टाचार मुक्त चाहने न्यायप्रेमी नेपालीहरूको तर्फबाट सम्पूर्ण नेपालीहरू जसले यो मुलुकमा एउटा पनि भ्रष्टाचार हुनु हुँदैन भन्ने कुरा भित्रै मनदेखि लिएर मुरमुरिएर बसिरहनु भएको छ, यहाँहरूको तर्फबाट हामीले यो कुरा चाहिँ एकदम इमान्दारिताका साथ लेखाउन चाहन्छौँ। पहिलो नम्बरमा अर्थात् एकदम लोकतान्त्रिक ढङ्गले लेखाउन चाहन्छौँ। पहिलो नम्बरमा यो कुरामा तपाईँले सही थाप्नुपर्छ। हाम्रो तर्फबाट यहाँहरूलाई बडा लोकतान्त्रिक ढङ्गबाट, बडा प्रजातान्त्रिक ढङ्गबाट एउटा सचेत नागरिकको नाताले पनि हामी अपिल गर्न चाहन्छौँ। आदरणीय जनसमुदाय, अब यो कुरा हामी जुन भनिरहेका छौँ, यसैले नै यही कुरालाई नै हामीले संविधानमा लेख्ने, त्यो एउटा चाहिँ जनताको बल प्राप्त गरेर, जनताको बलबाट हामीले आम दबाब सिर्जना गरेर मात्रै हामीले यसलाई परिवर्तन गर्न सक्छौँ भनिरहेका छौँ। आदरणीय जनसमुदाय, हामीले कुनै त्यस्तो कुनै वक्र दृष्टि राखेका छैनौँ। यहाँ हामीले त्यस्तो कुनै देश लुट्ने, त्यस्तो कुनै हामीले चाहिँ वक्र त्यस्तो सोच राखेका छैनौँ। यहाँ हामीले मात्रै राखेका छौँ त्यसलाई उज्जवल बनाउने। हामीले यति कुरा गरिरहँदा वास्तवमा भन्ने हो भने काम नपाएर बाटो कराउने भन्ने त्यो प्रधानमन्त्रीलाई पनि हाम्रो चाहिँ चेतावनी छ। हामीले तपाईँ महाशयलाई पनि सहयोग गर्न चाहिरहेका छौँ। आदरणीय जनसमुदाय, यहाँहरूले त्यो कुरा भनिदिनुहोस्। आदरणीय जनसमुदाय, यहाँ कतै तपाईँ नेकपामा काम गरिरहेका साथीहरू हुनुहुन्छ भने पनि तपाईँले आफ्नो पार्टीमा यो छलफलको विषय बनाउनुहोस्। प्रतिपक्षमा रहेर कतै कुर्लिनु भएको छ, भित्रभित्रै मुरमुरिनु भएको छ, तर केही गर्न सक्नु भएको छैन भने पनि जनमुक्तिको साथ छ। तपाईँ न्यायप्रेमी जुनसुकै दलको साथीहरू, तपाईँले यो कुरा आफ्नो पार्टीमा एउटा एजेन्डाको विषय बनाउनुहोस्, लड्नुहोस्। तपाईँ सक्नु भएन भने हामीलाई भन्नुहोस्, हामी झन्डा लिएर त्यहाँ उपस्थित हुन तयार छौँ कि छैनौँ। हाम्रा आदरणीय जनसमुदायले यो काममा उभिएर जुन खालको अठोट, जुन खालको प्रतिबद्धता जनाइरहनु भएको छ, यसैले सबै कुरा प्रमाणित गर्छ। यही नै चाहिँ सबैभन्दा ठुलो सबुत हो, यही नै चाहिँ सबैभन्दा विश्वसनीय पक्ष हो। यो कुरालाई आम जनताले भित्री मनदेखि आत्मसात गर्ने कि नगर्ने, हामीले यो विषयमा पुनः एउटा आम रूपमा छलफल गर्न चाहेका हौँ। हामीले त्यही छलफलका लागि यी अभिव्यक्तिहरू यहाँहरू समक्ष राखेका हौँ। यहाँहरूले यसलाई अवश्य पनि आत्मसात गर्नुहुनेछ भन्ने कुरा राख्दै प्रधानमन्त्रीजीलाई फेरि म यहाँहरू मार्फत भन्न चाहन्छु, तपाईँले चाहेको समृद्ध नेपालको कुरा, तपाईँले चाहेको सुखी नेपालीको कुरा एउटा छ। अर्को कुरा, देशमा दिनदिनै भ्रष्टाचारको जुन डिग्री बढिरहेको छ, त्यो डिग्री दिनदिनै बढ्दो छ। तपाईँका श्रद्धेय नेताहरूले पनि देशमा हातेमालो गर्नुभएको छ। तपाईँका त्यहाँ चाहिँ एकदम चाहिँ मन खाने, आत्मादेखि मिल्ने, तपाईँको मनमुटु सार्दा पनि केही नहुनेहरूले पनि त्यो कुरालाई पर्से दिइरहनु भएको छ। अब कसरी मिल्छ? त्यो नेपाली जनताहरूले दिउँसै पट्टी बाँधेर हिँडेका छन् त,
के नेपाली जनताहरूले कानमा चाहिँ कान टालेर हिँडिरहेका छन् त? के नेपाली जनताहरूले केही पनि छलफल नगरेर बसेका छन् त? हामी यो कुरा उहाँहरूलाई भन्न चाहन्छौँ। तपाईँले भनेको समृद्ध नेपालको कुरा, तपाईँले भनेको सुखी नेपालीको कुरा कहाँनिर मिल्छ अब यस्तो अवस्थामा? भनेपछि हामीले यो जुन जनताको समर्थनको कुरा गरिरहेका छौँ, जनताको तर्फबाट यसरी चर्को घाममा उभिँदै देशको कुना कुनामा हामीले यी अपिलहरू हामीले गर्दै हिँडेका छौँ। यो तपाईँ यदि प्रधानमन्त्री तपाईँ सही हुनुहुन्छ भने, तपाईँ प्रधानमन्त्री महोदय यदि इमान्दार हुनुहुन्छ भने आजैदेखि भ्रष्टाचारीको कठालो समाउने यो कानुन बनाउने जुन प्रस्ताव आम रूपमा राष्ट्रिय जनमुक्ति पार्टीले गरेको छ, यसलाई तपाईँले टेबलमा ल्याउने कोसिस गर्नुहोस्। यसलाई तपाईँले बेलैमा सिंहदरबारभित्र छलफलको विषय बनाउनुहोस्। राष्ट्रिय जनमुक्ति पार्टीको नेताहरूलाई बोलाउनुहोस्। यहाँ राष्ट्रिय जनमुक्ति पार्टीको यो एजेन्डासँग हातेमालो गर्ने तमाम त्यस्ता न्यायप्रेमी प्रतिनिधिहरूलाई बोलाउनुहोस्। हामी छलफल गर्न तयार छौँ। हामीले देश र जनताको लागि यही एजेन्डाहरूमाथि एक इन्च तलमाथि नहुनु गरेर बेलैमा छलफल गर्न तयार छौँ। तर यदि तपाईँले नसुन्दै रहनुहोस्, भ्रष्टाचारको डिग्री बढाउँदै गर्नुहोस्, जनतालाई ठग्दै गर्नुहोस्, जनतालाई ढाँट्दै गर्नुहोस्, एक दिन तपाईँको टेबलमा हामी जबरजस्ती आउनेछौँ कि जनताले हामीलाई विश्वास गरेर यो हस्ताक्षर जुन दिनुभएको छ यसलाई हामीले कम्तीमा 1 करोडको हाराहारीमा पुर्याएपछि हामी काठमाडौँको गल्ली गल्लीबाट निस्कनेछौँ, हामी काठमाडौँको चोक चोकबाट निस्कनेछौँ, हामीले बाणेश्वर घेरिदिनेछौँ, हामीले सिंहदरबार घेरिदिनेछौँ। त्यति बेला तपाईँले छलफल गर्नुहुन्छ कि हुँदैन हामीले पनि हेर्नेछौँ। जनमुक्ति यत्रो सानो शक्तिले उठाएको कुरा, सत्तामा बस्न नपाएर, जित्न नपाएर, कान नपाएर उठाएको कुरा भनेर आज तपाईँ जुन खिचिटिउरी गर्दै हुनुहुन्छ त्यसको हिसाब किताब तपाईँले त्यतिखेर गर्न अप्ठ्यारो पर्न सक्छ। तपाईँको कुर्सी त्यतिखेर खोसिन सक्छ, तपाईँको कुर्सी भोलि त्यतिखेर तिरमिराउन सक्छ। यसमा पनि हामीले बेलैमा सचेत गर्न चाहन्छौँ आदरणीय जनसमुदाय। अब प्रतिपक्षी साथीहरू, आफूलाई प्रतिपक्ष भन्ने साथीहरू, तपाईँले एउटा केन्द्रीय मिटिङ पनि गतिलो बसिरहनु सक्नु भएको छैन। हामी राष्ट्रिय जनमुक्ति पार्टीको भ्रष्टाचार विरुद्धको यो अभियानको सन्दर्भमा यहाँहरूलाई पनि अपिल छ, तपाईँले राष्ट्रको बारेमा देशको कुना कुनामा छलफल, आम छलफलको रूपमा उठिरहेको भ्रष्टाचारको जुन विषय छ यो विषयलाई पनि तपाईँले आफ्नो पार्टीमा एउटा आम छलफलको विषय बनाउनुहोस्। हामी धन्य हुनेछौँ, देश धन्य हुनेछ, जनता धन्य हुनेछन्। भोलि राष्ट्रले एउटा ट्र्याक समाउनेछ, भोलिको पुस्ताले राजनीतिमा विश्वास गर्ने त्यो एउटा वातावरण बन्नेछ। आफ्नै भूमिमा केही न केही गर्न सक्ने, आफ्नै भूमिमा भोलि केही न केही भविष्य बन्न सक्ने त्यो एउटा सुन्दर एउटा सपना, यही नै परिकल्पना, यही नै पुरा हुन सक्ने त्यो एउटा वातावरण बन्न सक्नेछ भन्ने कुरालाई यहाँहरूले बेलैमा सम्बोधन गर्नुहोस्। यसरी तपाईँले तपाईँको ठाउँबाट, हामीले हाम्रो ठाउँबाट जनताको पक्षमा, देशको पक्षमा न्यायको वकालत गरिरहँदा, न्यायको बारेमा खबरदारी गरिरहँदा, न्यायको बारेमा हामीले विभिन्न मुद्दाहरू उद्घोष गरिरहँदा भोलि फरक ठाउँबाट यो उठे पनि यसले एउटा राष्ट्रिय शक्ति प्राप्त गर्न कुनै समय लाग्ने छैन। देशलाई परिवर्तन हुन अरू बढी सहयोग गर्नेछ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। तर विडम्बना के छ? विडम्बना के छ भने तपाईले मलाई सानो कुरामा ढाँटिदैछ सरकारको तर्फबाट। यहाँ साथीहरूले उजागर गरिसक्नु भयो, मैले थोरै त्यसमा फिनिसिङ गर्न चाहेको मात्रै हो। कि अस्ति मात्रै आम नेपालीले खाने तरकारीको विषयमा कुराहरू उठे कि तरकारी खाएर नेपालीहरू मर्न लाए, तरकारी खाएर नेपालीहरू बिरामी भए, तरकारी खाए हाम्रो छिमेकी देशबाट आएको तरकारी, त्यो तरकारीले बिरामी भए भनेपछि क्वारेन्टाइनमा जहाँ चाहिँ त्यसको नापजोख हुन्छ, जहाँ त्यसको मापदण्डबारे त्यहाँ हेरचाह गरिन्छ, त्यसबारेमा सरकारले तुरुन्तै अब्जेक्सन गर्यो कि विषादी हालेको तरकारी यहाँ ल्याउन पाइँदैन भन्यो। तर हिजो भर्खर बजेट आयो, हिजो भारतमा 70,000
70,000 करोडको बजेट आयो। 70,000 करोडको बजेट आउँदा नेपाललाई 17 अरबको सहयोगको कुरा पनि आयो। सायद त्यही कुरा कानमा फुक्दियो, त्यही कुरा लैनचोरले फुक्दियो, या त्यही कुरा चाहिँ दिल्लीले फुक्दियो। अहिले केपी ओली जो हाम्रो आदरणीय प्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँको चाहिँ मन्त्रीमण्डलले निर्णय गर्यो कि नेपाली जनताले विष खाऊ। भारतको दबाब हामीले सहन सकेनौँ, नेपाली जनताले विष खाऊ। विष खाँदा बरु मलाई मेरो मन दुख्दैन, म चाहिँ के भन्दाखेरि दुखित हुन्न, तर भारतको चाहिँ